नमस्ते वेलकम मेरो युट्युब च्यानलमा सबैजनालाई। आज चाहिँ दसैँको दिन म जान्दैछु के भन्नु अब कर्म भन्छ कि के भन्छ। अब मेरो काम छ, मेरो दसैँको मेकअप गरिदिनु पर्ने छ एकजना भाउजूलाई, अनि म जाँदैछु कपन। टक्क कपन गएर आएर आजको पनि मेरो ब्लग हेरिदिनु होला, झिझक नमानिकन। हामी चाहिँ पुल क्रस गरेर जाऊँ ल, सजिलो हुन्छ नि त। हजुर जाने चाहिँ उतापट्टि हो नि त। हरियो आयो मलाई लोकेसन नै म चाहिँ फाइनली पुगेँ यहाँ भाउजूको घरमा। कति राम्रोसँग सजाइराख्नुहुन्छ क्या उहाँ फेरि। छैन आउनुभएको छ छोरी भइहाल्यो। तर हाम्रो यस्तो क्या मनाउनलाई, तर हाम्रोतिर चाहिँ मनाउँछ, तर उता भएपछि चाहिँ त्यसरी मनाउँदो रहेछ है। हाम्रोतिर त भेटघाट कासतलीतिर त केही न केही हो। घरकोले टिका रोटी निकाल्यो नि एउटा, के अरे घरकोले टिका लगाइदिन्छ होइन, अनि घरकोले टिका लगाइदिन्छ नि मूलहरू टिका लगाइसिक्यो त हो र। केही छैन, रमाइलो गरौँ, नाच गरौँ, खाने छ। रोटी पोल्नु भएको हिजो घरमै पकाएको हो, हिजो ल यो चाहिँ घरमै। हिजो नाटापडीहरू सिधा त्यसमै लप्ने लाग्यो क्या। आज त्यो जानु पऱ्यो नि त, पानी सोर्न छ नि त ससुराहरू, त्यो बढाऊ कि ठुला हो भन्दो रहेछ नि। काका बढाऊ ठुलो हुन्छ जानु। शर्मिलाको स्किन साह्रै राम्रो छ है, ढिलै हुँदैन हो। हामी चाहिँ यत्तिकै ग्यापले यसरी जोगाउँदा पनि होइन भेटिहाल्छ। ओ यस्तै पाराले भएको थियो क्या राति, छ नि यस्तै। अनि डर लाग्यो, अनि चोर हो कि भनेर हेऱ्यो, होइन रहेछ त्यो पिरालको पाततिर केमा झर्दो रहेछ क्या पानी। होइन उता चाहिँ हाम्रो घरमा बनाएको, मैले पकाएको चाहिँ होइन, अर्कै दिदीले पकाएको हिजो दिउँसो। त्यो दिदी होइन, अर्कै दिदी। त्यो दिदी अलिक फोरी लाग्छ फेरि मलाई, यो समस्या छ त। त्यो दिदी भाँडा साँडाको लाग्यो मात्रै गजब लाग्छ। त्यो दिदी पनि 700 रुपियाँ पैसा फोन गरेर अस्ति क्या नानी राति फोन गरेको उठाउँदै उठाएन, अल्छी पक्कै पैसा माग्नु भने, अनि उठाएन। फेरि कस्तो पिर पऱ्यो राति चाहिँ बिचरा है, छोरी छ सानो, त्यही 700 जति दिने बहिनी भन्थ्यो होइन, त्यही पैसा नभएर त होला त्यसरी फोन गरेको भने। फेरि बिहान आफैले फोन गरेर अनि आउनु दिदी भने, अनि बुढाबुढी आउने भने, अनि दुईजना बोला, अनि रक्सी किनेर दिएँ, मासु भुटेर, अनि 700 दिएर पठाइदिएँ। अनि बहिनी दसैँ सकिने बित्तिकै भन्नु है, म गलैँचा धुन आउँछु भन्दै थियो। खोइ दिदी त्यत्रो मैला त भएको छैन, पानी घाम कस्तो हुन्छ हेरौँ है भन्ने। अब दसैँमा त कस्तो हिले दसैँ भइरहेको छ, त्यही भन्दै थियो। त्यो दिदी चाहिँ त्यस्तो सघाउँछ नि, त्यो लुगा धुनु कहिले पानी पर्छ अरे है। परिदास म के भन्दा हाम्रो खेतीबारी छैन, हाम्रो गाउँमा छैन घर जानु, काठमाडौँ घाँस काट्नु परेको छैन, के गर्नु, भैँसी हेर्नु परेको छैन, बाख्रा पानी परेन पर्छ है। अनि छत्लङ नानी यो खोला यो मैले फेक्ने हालेको थिएँ नि, गेट खोल्नु नि भनेर, अनि छत्रङ भयो कि राति, अनि उठेर हेरेँ क्या चोरको हो कि भनेर, क्या खुट्टा पठाउँदैछ कि क्या हो भनेर। दुईजना आमाजू र काठमा आउँदा लुङ्की नि हिँड्थेँ नि, के लाउँथेँ पहिल्यै त साँच्चीकैमा उता कता जाँदा लागि हिँड्थेँ। हाफ प्यान्ट त लाइँदैन, गाउँ त्यस्तै हुन्छ नि। अब यता त छोड, म दार्जिलिङ जाँदा त लाउँदिनँ हाफ प्यान्ट, वान पिसहरू लाउँदा त कस्तो होइन। माइत पनि लाइन नि त, माइततिर पनि त्यति लाइन हाफ प्यान्ट, अनि भन्छ होला नि पहिला चाहिँ त्यस्तो गयो कि गयो होइन। कस्तो सेकाएर खाऊ न त, चिसोले मिठो होइन, सेकायो भने फेरि उयो हुन्छ, यतिकै मिठो छ। म त बिर्सी गएँ हिजोको मात्रै हो भनेर। तिमी त पचाउँछौ केटाकेटी चाहिँ
हैन तिमीहरुको हिजो यिनीहरुको घर दसैँमा कति चाहिँ पहिला बच्चा बेला आम्मा कति चाहिँ मिठो हुन्थ्यो तिहारमा चाहिँ भन्नु न त्यो दसैँको रोटी त तिहारसम्म पुग्थ्यो तिहारको रोटी त एकादशीलाई पुग्थ्यो पहिला है कस्तो मिठो नि फेरि रोटीमा पनि त्यति बेला चाहिँ के हुन्थ्यो कुनै मुखै मिठो रहेछ क्या अहिले रुबिनाहरूलाई त्यही हुन्छ होला मुखै भन्नाले मिठो क्या हाम्रो त्यतिखेर त गाउँमा होइन घिउहरू हाल्थ्यो दुधहरू हाल्थ्यो मुस्ने बेला अनि पोल्ने बेला त्यतिखेर त अब अनि त्यस्तो हुन्छ नि त त्यही भएर क्या कस्तो मिठो हुन्थ्यो जे पनि खर फुर्नु मैले 22 दाना सुन्तलासम्म खाएको छु क्या एक बिहानमा घाँस काटेर सुन्तला त म अझै नि खान्छु 6-7 वटा खाइसक्यो किनेर मैले यसरी हालो होइन टिप्पो हालो अनि त्यहाँबाट गयो खाएको कति माइतमा अनि आएर फेरि यति भात मोहीसँग होस् कि दहीसँग हाम्रो त गाई थियो 2टा मैले थाहा पाउनुसम्म अहिले त्यो गाईहरू चाहिँ मर होला ठाउँ चाहिँ छ अरूले काम गर्छ अहिले चाहिँ हाम्रो आलु गर्दैन मकैको भात चाहिँ मनपर्छ मलाई दहीसँग म त चिया खान त जेसँग खानु मिठो लाग्छ है अरू चाहिँ सिस्नुसँग खान्छ म चाहिँ सिस्नुसँग भात खान सक्छु सिस्नुमा त पिउनु मिठो हुन्छ है खासमा पिउनु मात्रै मिठो हुन्छ होइन म चाहिँ भात चाहिँ खान सक्दिनँ म चाहिँ सिस्नु चाहिँ हाम्रो त दार्जिलिङ भने आमाले 2टा गाई पालेको थियो मलाई अझै याद छ अनि 2टा गाई थियो हामी उड्दाखेरि आमा डेरी पुगेर आइसक्यो दुध पुऱ्याएर अनि गाउँको टाकटुकलाई दुध 17,000-18,000 त त्यो 1 पाउ दुध खानेहरूको मात्रै उठ्थ्यो क्या पैसा हाम्रो अनि बुवाको कोठको गइबाट पैसा चोर्थ्यो मैले अनि हामी पनि त किनेर खान्छ नि अब हाम्रो त पाल्ने त जग्गा पनि छैन त्यता जग्गा पनि छैन अब पाल्ने मान्छे बारी हुन्छ अहिले 1 पाउलाई चाहिँ उता के भन्दो रहेछ केजी भन्दो रहेछ लिटर भन्दैन केजी भन्दो रहेछ आधी केजी दुध 1 केजी दुध भन्छ है महिना मरेको बेला पनि बाबु कोठबाट पैसा झिक्थ्यो कि एक दिन त थाहा पाइहालेछ 20 रुपियाँको त कति कुरा आउँथ्यो क्या त्यति बेला अहिले पनि 1-2 कुरा थाहा हुन्छ कि तर पनि आइसक्यो है अनि गर्थेँ स्कुलबाट आउँदा त पारीबाटै पख गऱ्यो आमाले होइन बाँसबारीमा त्यही आज चाहिँ मार्यो नि भनेको मार्नु त मार्यो नै क्या त्यो दिन थोरै कुटेको होइन 20 रुपियाँ लगेर हिरो पल्टेर भयो भरको मेरो बानी त्यति बेलादेखिको भयो भरको साथीहरूलाई राम के आलु दमहरू पाउँथ्यो क्या हामीतिर भुजा के पिप्रीहरू डाङडुङ किनेर खुवाएको हिरो पल्टेको उता स्कुलमा यता त आलु मिमी है उतातिर ठ्याक्क थोरै पैसामा आउने कुरा हुन्छ क्या अनि त्यो दिनदेखि त चोरिन पैसा त त्यो पैसा चोऱ्यो भने चाहिँ बानी हुन्छ अरे नि त त्यो दिन साथ उडाइदिइहाल्यो अनि म जेमा पनि ट्यालेन्ट थियो क्या पैसा दिन त मम्मीलाई के को पैसा 1000 रुपियाँ लिएर खर्च त बुझ्नु मम्मीलाई थाहै छैन राखिराख मम्मीलाई यादै छैन क्या केमा थियो भन्ने कुरा थाहा थिएन मम्मी अलिअलि हिजो तर मलाई थाहा हुन्छ नि हो र मैले त 1000 रुपियाँ चाहिँ ला हरायो ला चाहिँ भन्नुहुन्छ चोरेको भुइँमा गएको थियो नि बाबाले देखाएको थियो मैले बाबाले पनि बिर्सिसक्नु पर्यो बाबा पनि हिजो गफ मात्रै दिइराख्नु भएको थियो के भन्नुहुन्छ हिजो उनीहरूको बोलाउनु भएको दिदीले उनीहरूको र हामी चाहिँ पहिला माथि बस्थेँ नि म त्यो माथिबाट बस्ने नानी हो क्या सानै थियो त्यति याद छैन तपाईँलाई त्यसो यादै छैन याद छैन सानै थियो अनि हाम्रो नानी अनि दिदीले बोलाउनु भएको थियो गएको थिएँ अनि उही बस्छ मलाई पनिता के के पनिता चाहिँ पनिता त ठुलो हो अनि याद भइहाल्यो नि हामी जस्तो त्यहाँ आइराख्नु गल पनि आउँथ्यो ऊ पनि आउँथ्यो अन्त अनि गएको थिएँ अनि राति अनि उहीँ बस्छ भन्दै हुन्थ्यो नि उसलाई चाहिँ मैले लिएर आएको क्या हिजो उसको बाबा र मम्मीको गफ सुनेर बेलुकासम्म फेरि के चाहिँ बिहोरा होला क्या अब पटक्कै आफ्नो घरमा त निन्द्रा भन्ने त मन नै लाग्दैन निदाउन लाग्छ अनि अब मेरो चाहिँ फेरि के छ भने उहिलेदेखि एक्लै सुत्ने बानी पऱ्यो बाङलाङ बुनु फाङलाङ बुनु वर्ष पाक्दै अनि लाज लाग्छ क्या अलिक त्यही भएर अप्ठ्यारो लाग्छ रामे साहब चाहिँ आज त दिन गर्दै बस्छु म त अनि भनिदिन्छु बुढालाई यहीँनिर बसिराख्नु हो भने चाहिँ म नमस्कार भनेर न टावर छ किन उ छैन तपाईँलाई एनसिएलको त नि मेरो त एनसिएलको सिम एनसिएलको त एउटा टावर पनि आउँदैन के भएको उहाँहरूको त तपाईँहरूको त बिहानै मेरो माइत र उहाँको ससुराली चाहिँ सेम मेरो बुढाको घर र उहाँको माइत एउटै हो क्या त्यस्तै दिदी हो फेरि हामी त पहिलादेखि चिन्जा अनि हाम्रो पहिल्यैदेखि चिन्जानु उहाँ पहिला नै डिरेक्टर गर्दै चिनेको होइन डाइरेक्सन गर्दै चिनेको अनि उहाँको मेरो माइत यता वारीपट्टि उहाँको चाहिँ बारी भित्तामा छ होइन उहाँको चाहिँ झुल्किने बित्तिकै घाम लाग्छ अनि ठ्याक्कै फेरि उल्टो अब उहाँको माइत उता होइन इन्डिया अब मेरो ससुराल उता घर उता क्या घर उता त्यस्तो तपाईँ चाहिँ ठिकै गर्नुभयो म त
त्यहाँ पनि घाम लाग्दैन अपोजिट क्या है मैले ठिकै गरेँ कि तर मेरो त अब तपाईँले त यहाँ घर बनाउनु सक्छ नि म सक्दिनँ नि त फेरि तपाईँ त यता घर बनाएर बस्न सक्छ होइन अब त्यहाँ भनेको त के नै छ र त्यहाँ फेरि पहिरो जाने ठाउँ हो उहाँहरूको फेरि ज्यादा पहिरो जान्छ अलि यतापट्टि त झन् है तपाईँहरू भोलि पछि जाँदैन होला जस्तो लाग्छ मलाई त्यो ठाउँ खै छोड्छ नै होला होइन यस्तो हुन्छ नि त फेरि घर जाने बाटो त राख्नु पर्यो नि मलाई त फेरि यस्तो लाग्छ क्या त्यो राउटे टाइपको मन पर्दैन कि हुन्छ नि आफ्नो त हुनुपर्छ एउटा घर देखाउन अब यस्तो छोराछोरीलाई भोलि पर्सि यो है तेरो घर होइन यसो देखाउने त यस्तो चाहिँ म त सबैजना यहीँ बस्छु भन्यो भने त्यो घर त पहिरोले नै सोरेर लगेछ भने लैजाओस् फरक परेन होइन तर म त यसपालि हिउँदामा गएर आँगन त्यो सबै त्यो घरमा त मेरो बुढाको पैसा छ नि त फेरि अरू एक रुपियाँ छैन नि त अनि मजाको घर बनाएको छ मेरो बुढाले बिचरा अनि त्यत्रो पसिना दिन बिहान 4 बजीदेखि उठेको होइन त कोरियामा अनि म त गएर अब कति लाग्छ ढुङ्गा भनेर बाबालाई आँगन चाहिँ साँकुरो छ क्या अन्त केटहरूको फराकिलो आँगन बनाएर आउँछु लान्छ भने पहिरोले लैजास् बरु ढुक्कै हुन्छ होइन तपाईँहरूको भन्दा अलि यता त्यो छेउछेउतिर चाहिँ लाने नै हो किशोर दाजुहरूको किशोर चिन्नुहुन्छ किशोर दाईहरू किशोर अनि उसको सबै आर्मी छ होइन त्यो दाजुहरू चिन्छ उसको बहिनीको बिहेमा मेकअप त मैले गरेँ ठ्याक्कै अपोजिट रहेछ अनि त्यो किशोरको बाउ यहाँ अनि अस्ति हाम्रो बाउ लडेको बेलामा त दिनमा 50 चोटि आइपुग्थ्यो यहाँ क्या उहाँहरू कहाँ बस्नुहुन्छ यहाँ जोरपाटीतिर बस्नुहुन्छ जोरपाटी होइन न्यू रोड होला हौ सरी नयाँ बानेश्वर होला हौ छोरीको घरमा बस्नुहुन्छ भन्दा छोरीहरू छैन अरे युके छ अरे अहिले छोरीको घरमा अरे अनि त्यो काकाले पनि काका पर्दो रहेछ युकेमा छ अरे बिहा गरेको अरे नि त अनि भन्दै थियो अनि ससुराल के अरे सम्धीको घरमा गएर बसेको भने भन्नाले एक फ्लाइट चाहिँ बसेको होला अरू चाहिँ भाडामा लगाएको जस्तो लागेको छ अनि त्यो काकाले मलाई साह्रो मन पराउने मलाई त तिमी नै मन पर्यो बुहारी त भन्थ्यो क्या म फराङफुरुङ बोलेर बिहामा जाँदाखेरि कि अब के भनिबस्छ नि त अनि केही किनिदिँदैन बेहुलाले होइन बोक्नु त मैले 20,000 पैसा बोकेर गएको थिएँ तर 1 रुपियाँ नचलाएको म त्यस्तो चुतियाप छु त उहाँ पनि बेहुलाले टिका लगाएर दिने पनि मामा माइजूले मलाई टिका लगाएर दियो त्यही पैसा किनेर दिएँ 1 रुपियाँ मलाई कि त्यो बेहुलाई फेरि हाम्रो नेपालमा बिहे गर्यो भने होइन तपाईँहरूको चाहिँ केसी सिस्टम पारितिर हाम्रो चाहिँ बुहारी चाहिँ बिहा गर्यो भने त्यो सरौ उड्दैन बेहुला बेहुलीलाई भक्कु पैसा उठ्छ होइन फेरि उता हाम्रो चाहिँ लगभग 800 घरको होइन 5-6 हजार आइसि उठ्यो 20 रुपियाँ 10 रुपियाँ भन्दा दिँदैन अनि सरौ चाहिँ 3 लाखहरू जस्तो उठ्यो त्यो अनि यता चाहिँ फेरि यस्तो रहेछ नि त त्यो लेख्नेमा दिँदैन रहेछ हाम्रो लेख्ने चाहिँ दिन्छ नि त हाम्रोतिर लेख्ने दिँदैन रहेछ त्यही मान्छेलाई खाएर दिँदो रहेछ अनि मेरो त कोही कति जति उठेको थियो भन्नाले मलाई टिका लगाएर सबैले त्यो बेहुला लाउनेहरूलाई त दिँदो रहेछ नि त आफन्तहरूले त त्यही लाएर दिएँ होइन अनि आमाले बिहेमा मलाई 15,000 जति पैसा दियो है क्रिस्टी भनेको थियो कि थाहा छु नि हुन्छ भनेको थियो र बोकेको चाहिँ रिस उठेर के दिन्छ मैले दिइनँ अनि एउटा बाटोमा जाँदाखेरि क्या अब यस्तो गर्मी पसिना तुरुरुरु चुइरहेको छ होइन अनि त्यहाँबाट पनि अनि मैले बेहुलाले बिहार किन्ने पनि त हुन्थ्यो नि घटघट खानु पर्यो भन्दै गएको थियो कि किशोरको बाउले किनेर फेरेको बुहारी बिहार खानु बाटोमा गाडीमा होइन काका म त जिस्केको कहिले पनि खान्न भने नि त्यस्तो त ससुरा त त्यो किशोरको बाउ त आर्मी र छैन ऊ पनि आर्मीहरूलाई छोराहरू पनि दियो अनि छोरा ठुलो खोइ के हो नामहरू त खासै थाहा छैन मलाई किशोर दाइले कति बिहेमा हाम्रो बिहेमा सघाएको किनभने उनीहरू होइन पठाउनु जाऊ किन आइहाल्छ नि तिम्रो बाउ यहाँ आएर त्यहाँ पुग्ने बेलामा त तिमी पुगिसक्छ किन दुःख दिन्छौ खोजी हेर्छु पख पहिला यतै यतै चाहिँ कसरी जान्छ त्यो मुखै नदुवान के भन्छ तै पनि त उतै घरै गएर जाऊ अलिक अर्कै लुगा लाएर जाऊ कति लाएर जान्छौ त मसँग बस्नु पर्यो भने गाह्रो रहेछ है कलरको नानी राति नुहाउनु लाग्यो नानीलाई हिजो टाउको तेल लगाएको रहेछ अनि दिदी के अरे तेल लगाएको चाहिँ भोलि नहुनु तेल लगाएर राख्नु हुँदैन होइन भनिदिनु तपाईँलाई खासमा मान्छेहरूले ओइल लगाउनु भन्छ होइन डक्टरले फेरि ओइल नलगाउनु भन्छ है अब मैले चाहिँ कति वर्ष भइसक्यो यो जस्तै केराटिन स्मुदिङहरू भन्ने चिजहरू आयो नि त्यहाँबाट मैले तेल हाल्नै छोडिसकेँ होइन केराटिन गरिसकेपछि तेलको काम हुँदैन म त झरेर सिद्धो कपाल पनि मेरो झऱ्यो त्यति हौ कपाल स्ट्रेट गरेको जस्तो लाग्थ्यो त मैले तपाईँले त हो गरेँ त देखेको थिएँ मैले बागमती सुन्दर बस्ती तपाईँको धेरै लामो छ नि कपाल छैन झरेर सिद्धो क्या मेरो होइन कपाल लामो भएपछि झर्छ गर्नु भएको हजुरले अनि अस्ति देखेको मैले
कहिले गरेको त्यो बिर्से तर खै नोटिस हुँदो रहेछ क्या हामीलाई चाहिँ अब त्यो त्यो यहाँ झुलुङ्गा थियो क्या नि त्यो देखेपछि गरे क्या शङ्खनको हुन के अरे यो के पो छ नि के थपलिया कि पपलिया बुढीको पार्लर त्यही हो त नि त्यो मलाई 6000 दिने लागेको थियो एउटा त्यो बबी पिन हुन्छ नि नानी 20 रुपैयाँ 30 रुपैयाँमा आउने त्यसलाई 100 रुपैयाँ भनेको हुन्थ्यो अस्ति पर्यो बबी पिन कुन त्यस्तो महँगो पर्छ त्यो दिन त्यो जलाको दिन इमर्जेन्सी भनेर किन्न गएको पनि मैले नि बिर्सेछु उहाँसँग त्यो जलाको दिन नि रिसाउने कति थियो त्यो त्यस्तो कुरामा कपाल काटेर कुनै कति लिएर बिगार्दिएको भन्दै त्यहाँ सामान त सबै मैले यसकै पसलमा खानु भएको थियो केही थिएन लास्टमा त्यही गएको क्या मैले बब पिन किन्नलाई अनि कुन दिन चाहिँ त्यसकै त हुन्छ नि त्यसको बुढीको त रहेछ त मलाई के थाहा त्यही दिन जलाएछ थाहा पाएँ मैले चाहिँ त्यही दिन थाहा पाएँ मैले पनि सबै गरेँ म त खुसी लाग्यो आइसक्यो स्विटहार्ट त्यहाँ रेडी हो कहाँ के ज्यादा उयो हुँदै कि साह्रै नि अनि मलाई 6000 कति लिँदो रहेछ के को 57 किन हाँसेको नजिकै त छ नि नजिक छ र त यसले कहाँ जानुपर्ने थियो होला कलेज अथवा स्कुल त्यही भएर उठायो मेरो यो हिजो झारेर बाटोमा आउँदाखेरि अहिले भरे फेर्नु पर्यो आउँदा 57 भनेको 45 त उयो नै नर्मल प्राइस होइन त्यति त बिचारा कसरी स्टार्ट गर्नु पर्यो तेल जान्छ तर कहाँनिर आइपुग्यो बसेन 45 रुपैयाँ आउँदैछ 45 हो लास्ट प्राइस इन्ड्राइभको चाहिँ कति रहेछ थाहा छैन म नि पठाउमा हिँड्छु मलाई नि इन्ड्राइभमा हिँड्न मन लाग्दैन हजुर भाइ हजुर हस् यति थोरै बाटो 1 मिनट लाग्छ होला बाइकमा त है लाग्छ धेर लाग्छ नि हो कति 3 मिनट जति लाग्छ 1 किलोमिटर छ यहाँबाट माथि सुन्दर बस्ती 1 किलोमिटर छ भने केटाहरूले 2 मिनटमा पुऱ्याउँछ होइन मलाई चाहिँ 3 मिनट लाग्छ 1 किलोमिटर पुऱ्याउनु म ढिलो पुग्छु नि त बिस्तारै हुन्छ छिटो पुग्छौँ नि त तिमी मम्मीहरू यिनीहरू दुइटा सुतिरहेको होला भन्दै होला हामी उठिसक्यौँ त्यो कुरो थाहा छैन होइन अब पनि मुड हुन्छु रेडी हुने हो टिका लगाएर आइहाल्ने हो टिका हुनेहरू त मस्ती गर्नु न तिमीलाई मैले बिर्से नानी रोटी पो पठाइदिन्छु भने अब म त्यहाँ रोटी हालिहाल्छु ल बिर्सेछु सुम्निमा र पारुहाङ अनि यहाँ फेरि त सुम्निमाको मात्रै छ त खोइ त नि अनि सुम्निमाको बुढाको पारुहाङको पनि राख्नु पर्यो नि त नि अनि कोरिया गए पनि राख्नु पर्यो नि त अन्त सबैको बुढाहरू चाहिँ साँच्चीकै के भएको होला हो फोटो खिच्न नमान्नेहरू पर्छ हौ भएन भन्नेहरू उहाँ चाहिँ कस्तो राम्रो बनाएर राख्नुहुन्छ हौ हाम्रो सिक्किमको चेली नेपालको बुहारी हाम्रो चाहिँ भाउजू पर्ना चाहिँ होइन सबैलाई बुढा त्यस्तै पर्दो रहेछ है अनि मेरो कति फोटो खिचेको भएन पो भन्छ मेरो बुढो झन् भएन लु भयो है तिमीहरूको चाहिँ नहुन्ने स्वाङ भन्छ पो त मेरो बुढो झन् हुन्छ धुनुहोस् न ए म त सधैँ मिठो सुत्छु है म झन् सधैँ मिठो सुत्छु म चाहिँ फेरि कस्तो थियो के भयो कति बत्ती बाल्दिनु पर्यो मलिलो हात हो कि यो म अस्ति आउँदाखेरि उयो थियो कि येल्लो भइरहेको थियो अहिले त यस्तो भइसकेछ मेरो चस्मा र के हो यो बबल जस्तो कलर सेम रहेछ
एकचोटि भाइरल भइरहेको थियो नि ये हमारा सास ये हमारा पति ये हमारा मङ्गलसूत्र भने जस्तै यो मेरो मङ्गलसूत्र हो। अब मेरो ड्युटी सुरु भयो हेर्नुहोस्। मैले फोटो भिडियो लिन पाइनँ, उहाँ चाहिँ इन्स्टाग्राम देख्नु भएको थियो। यो पनि मैले उहाँको फेसबुकबाट चोरेर राखेको फोटो हो है। उहाँ यस्तै देखिनु भएको थियो। उसै पनि उहाँ त राम्रै हुनु। सुजन श्रेष्ठ भन्ने हजुर अहिले कहाँको फोरीको याद आयो फेरि तपाईँलाई चाहिँ? आयो नि त यहाँ अहिले स्टोरी अनि के अरे ऊ बनाउँदै क्या थेरापीमा ए थेरापी कसरी चाहिँ अब केटी पनि त्यस्तै खालको होला नि त, कल्चर फरक भएर। ल हाम्रो छ नि, हाम्रो पेरुङ्गामा बोक्छ क्या, यस्तोमा होइन। कोसेली कुखुराको फिला, यहाँ पनि रोटी। अनि अचार चाहिँ केमा लाउनुहुन्छ? अचार अनि के लाने? अन्डा मासु? अचार चाहिँ यसमा हाल्ने क्या, यसो गरेर अनि सिलाइदिने है। सिलाउनु लो हाम्रो रोटी यस्तोमा बोक्दैन, पेरुङ्गामा बोक्छ। आजै देखेको यो त मैले। फिफी रे यसको नाम। हाम्रो त दिन्छ, छोरालाई चाहिँ दिँदैन फोटो। यो लसुन बाट्ने पनि तपाईँ नै हो? अनि खाँदै हुनुहुन्छ कि यतिकै झुन्ड्याउने हो यो चाहिँ? ए फिपीमा उता चाहिँ फेरि के हुँदो रहेछ भने नि, यो सानो दुनामा चाहिँ के लाउनुहुन्छ टपरामा? ए ल ह्याप्पी दसैँ। हिँड्नुहोस् मजाले दसैँ मनाउनुहोस्। ल गएँ, बाई बाई। सिलाएर लैजानु नत्र यत्रो घरमा एक्लै बस्नुहुन्छ, डर पनि लाग्दैन कि? म त डरले हुर्कै हुन्थ्यो होला हौ। मेरो इन्ड्राइभ पनि कहाँ जानु? बौद्ध स्तूप पुग्नु परेन ओराबाट जाँदा, टिभी चाहिँ नतोडेर। आज मलाई त कताबाट घुमाएर ल्याउनु भयो आज त आउँदा। मलाई कहाँबाट ल्याउनु? टुसालबाट पो छिराउनु हो। झन्डै चाडले घुमाउन लगेको थिएँ कि त्यति टाढा त। अनि ए हो त्यही छ, टुसालबाट छिरेर। बिहान त मैले इन्ट्रेक्ट पाएको थिएन, अहिले त धेरै आउनु भयो त पारेर। म बिहानै आएको नि त। हेलो गाइज, कैसे हो आप? खुट्टा ढोक्दो रहेछ कि नढोक्दो रहेछ बुढो चाहिँ भिडियो खिच्न आएँ म चाहिँ। राम्री भइछ त कुर्ता लगाएर। अब चाहिँ घटेछ तेरो पाखुरा नि ठुलो भएछ मैले। आशिष त सुन्नेन। पहिलो पाउ खुट्टा ढोक्छ यसलाई खोइ भाग्यमानी। नाच्नुलाई अब बाँध्नु होला त बिहानी हुनु है त्यसो हो। ल पहिला झारै उल्दा
यो टिका पनि अलिक चालो हाल चालो अलि भनेर हाल्नु त्यहीबाट हाल्यो छेउमा एकछिन हुन्छ टिका भन्दै सबै घर दही दिएर हाल्यो चिनी मिल्यो चिनी हालेको होला चिनी मिलेको ल अब गाउनु भयो पो त टिपेर होइन टिका लाउने ठाउँमा पत्ता राखेर भएछ नि त ठुलो बसी छुट्टिँदैन दिदी त्यो चिकन चाहिँ तपाईँबाट सेलाइसकेछ सबै सेलाइ भयो यहाँनिर पकाएको पढ्नु न कुकुरले आऊ अब कुकुरले आइज आमाले टिका पनि नै जानिन्छ भाग्यमान खुट्टा धुम्न छोडेर हात नमस्ते गर्छ है खुट्टा ढोक्न खाना किन नलगाएको नानु नाना किन नलगाएको पुकु है दसैँको नाना लाउँदैन त्यो त के गर्थ्यो अरे पहिला घर बसेको लुगा लाउँथ्यो अरे किन एक त तैँले दही बेसी हालेको यो टिकामा मेरो आजको दिन यस्तै भए यसरी नै सक्यो बहिनीको पाहुना आउनुभएको थियो आमाजी दिदीहरू हाम्रो अब फेरि भेनाहरू आउनुहुन्छ बेलुका अनि अरू बहिनीहरू चाहिँ गाना बजाउँदैछ नानीहरू नाचिरहेको छ अब सबैलाई फेरि पनि ह्याप्पी दसैँ बाई बाई म चाहिँ के भने कुन सोचमा डुबिरहेको छु एकतर्फी भएर बसिरहेको रहेछु त अल्मलिएर ल बाई बाई थ्याङ्क यू।